कक्षा 10 मा पढिरहेका विद्यार्थी भाइ बहिनीहरू, आज म कक्षा 10 को विज्ञान तथा प्रविधि विषयको तत्त्वहरूको वर्गीकरण भन्ने पाठको प्रश्नोत्तरको क्रममा चौथो श्रृङ्खला प्रस्तुत गर्दैछु। ल, चौथो श्रृङ्खला सुरु गरौँ है त। पहिलो प्रश्न चौथो श्रृङ्खलाको हामीले 21 वटा पहिले नै सिध्याइसकेका छौँ। 22औं भयो, पहिलो भयो चौथो श्रृङ्खलाको। पिरियोडिक तालिकाको फरक फरक ग्रुपमा रहेका तत्त्वहरूको गुण फरक हुन्छ। हो भन्दा फरक हुन्छ। फरक फरक ग्रुपमा रहेका तत्त्वका परमाणुहरूको बाहिरी अर्बिटमा इलेक्ट्रोनको सङ्ख्या फरक हुन्छ। यिनै इलेक्ट्रोनहरूको फरक सङ्ख्याको कारणले फरक ग्रुपमा रहेका तत्त्वहरूको गुण फरक हुन्छ। मेन कारण त बाहिरी अर्बिटमा रहेको इलेक्ट्रोनको सङ्ख्या नै रहेछ नि त। एउटा ग्रुपमा एक बाहिरी अर्बिटमा एउटा इलेक्ट्रोन छ भने अर्को ग्रुपका तत्त्वहरूको परमाणुको बाहिरी अर्बिटमा 2 छ, अर्कोमा 3 छ। यसै अनुसार तिनीहरूको गुण फरक हुन्छ भन्न खोजियो। अर्को प्रश्न, पिरियोडिक टेबलको ग्रुप 1A मा रहेका तत्त्वहरूलाई अत्यन्तै क्रियाशील धातु भन्नुको कारण के हो? हैन, हाइली रिएक्टिभ मेटल किन भनिन्छ? एकपल्ट त्यो 1A लाई हेरौँ न। हाइड्रोजन, लिथियम, सोडियम, पोटासियम, रुबिडियम, सिजियम, फ्रान्सियम यही होइन तत्त्वहरू हामीले पहिले नै थाहा पाएका छौँ नि। यो पिरियोडिक टेबलको 1A मा रहेका तत्त्वहरू हुन्। र यसमा हाइड्रोजन त ग्यास हो, धातु होइन। बाँकी रहेका सबै धातु हुन्, यिनीहरू अत्यन्तै क्रियाशील हुन्छन्। किन त भन्दा यसको कारण यो हो। के त भन्दा हाइड्रोजन बाहेक लिथियम, सोडियम, पोटासियम आदि ग्रुप 1A मा रहेका तत्त्वहरू धातुहरू हुन्। यिनीहरूका परमाणुको बाहिरी अर्बिटमा एउटा मात्र इलेक्ट्रोन हुन्छ। रासायनिक प्रतिक्रियामा यिनीहरूले यो एउटा इलेक्ट्रोनलाई सजिलै र छिट्टै गुमाएर प्रतिक्रिया गर्छन्। त्यसैले ग्रुप 1A मा रहेका तत्त्वहरूलाई अत्यन्तै क्रियाशील धातु भनिन्छ। अब यहाँनिर 1A 2A भन्ने कुराहरू आउन थाले हैन। पहिले एकपल्ट पिरियोडिक टेबल देखाएर म यो बारेमा पनि केही बताउँ है। अगाडि नै हामीले के जानेका छौँ भने पिरियोडिक टेबलका 18 वटा ग्रुपहरू छन् भनेका छौँ। यो ठाडो महल जुन छ तत्त्वहरूको, यो एउटा ग्रुप, 2टा, 3टा, 4टा गर्दै जम्मा हामीसँग 18 वटा ग्रुप छन्। तर यसलाई यो ग्रुपको नाम अर्को तरिकाले पनि राखिएको छ, 1 2 3 4 मात्रै नभनेर। यहाँ हेर त 1A 2A अनि यहाँ 3A छ, बिचमा ग्याप भयो नि, यो अरू नै छन्। 3A 4A 5A 6A 7A हैन, अनि 0 ग्रुप। त्यसपछि 1B त यहाँ छ, 2B त यहाँ छ, 3B यहाँ छ, 4B 5B 6B 7B। ग्रुप 8 को पनि 3 वटा ग्रुप भन्न सकिन्छ, तर ग्रुप 8 मात्रै पनि भन्न सकिन्छ। यो आइरन, कोबाल्ट, निकेल लगायतका तल रहेका यो एलिमेन्टहरू ग्रुप 8 मा छन्। ग्रुप 8 को पनि यो हामीले अङ्कमा भन्यौँ भनेदेखि 1 2 3 4 5 6 7 8 9 10 भन्नुपर्ने हो। 8औं 9औं 10औं ग्रुप भन्नुपर्ने हो। अब यसमा हामीले फोकस गरेर याद गर्नुपर्ने कुरा के छ भने पहिलो ग्रुप 1A मा रहेका तत्त्वहरूलाई हाइली रिएक्टिभ मेटल अत्यन्तै क्रियाशील धातु भने, यो ग्रुप 0 मा रहेको सबैभन्दा अन्तिमको यसलाई चाहिँ नि इनर्ट ग्यास वा नोबल ग्यास पनि भनिन्छ। याद गरौँ है, अहिले यो प्रश्नावलीमा आउँछ हेलियम, नियन, आर्गन, क्रिप्टन, जेनन, रेडन यिनीहरू इनर्ट ग्यास, निष्क्रिय ग्यास। त्यसै गरेर यो 7A का तत्त्वहरू फ्लोरिन, क्लोरिन, ब्रोमिन, आयोडिन आदि यिनीहरू 7A मा छन्। यिनीहरूलाई हेलोजेन्स पनि भनिन्छ, हाइली रिएक्टिभ नन मेटल। यो हाइली रिएक्टिभ मेटल 1A, हाइली रिएक्टिभ नन मेटल 7A र 0 ग्रुपको चाहिँ इनर्ट ग्यास वा नोबल ग्यास भनिन्छ। यो प्रश्न अहिले फेरि आउँछ, यसलाई चाहिँ विशेष गरेर याद गर्नु भन्न खोजेको। ल, प्रश्नतिर लागौँ है। पिरियोडिक तालिकाको ग्रुप 7A मा रहेका तत्त्वहरूलाई किन अत्यन्तै क्रियाशील अधातु भनिन्छ भनेपछि अधातु हुन् नि तिनीहरू। किन? यही हो नि, अघि देखाएँ नि मैले। फ्लोरिन, क्लोरिन, ब्रोमिन, आयोडिन सबै याद गर्नुपर्ने होइन। यिनीहरू चाहिँ रियाक्सनमा पनि आउँछन्, रासायनिक प्रतिक्रियामा पनि आउँछन्। त्यसैले याद गर्नुको लागि मैले सम्झाइदिएँ। अब लेख्दाखेरि पनि यिनीहरूको नाम आउँछ नि, यसरी भन्ने। पिरियोडिक टेबलको ग्रुप 7A मा रहेका फ्लोरिन, क्लोरिन, ब्रोमिन, आयोडिन आदि तत्त्वहरू अधातुहरू हुन् जसको परमाणुको बाहिरी सेलमा 7 वटा इलेक्ट्रोनहरू हुन्छन्। त्यसैले यिनीहरूले अन्य तत्त्वका परमाणुबाट एउटा इलेक्ट्रोन छिट्टै र सजिलै लिन सक्छन् र अक्टेट बनाउँछन्। अक्टेट बनाउनुको मतलब चाहिँ अब नो मोर रिएक्सन, यिनीहरू सेटिस्फाई भयो बाहिरी अर्बिट पनि। त्यसैले यी तत्त्वहरूलाई अत्यन्तै सक्रिय अधातुहरू भनिन्छ। इलेक्ट्रोन लिएर रासायनिक प्रतिक्रिया गर्ने अधातु, दिएर रासायनिक प्रतिक्रिया गर्ने
धातु। अनि लिएर प्रतिक्रिया गर्दा अत्यन्तै छिटो लिएर प्रतिक्रिया गर्ने सक्रिय अधातु। अनि दिएर प्रतिक्रिया गर्ने अत्यन्तै छिटो अत्यन्तै क्रियाशील धातु। यसरी बुझ्नुपर्छ। ल अर्को प्रश्न, पेरियोडिक तालिकाको ग्रुप 0 मा रहेका तत्त्वहरूलाई निष्क्रिय ग्यास भनिन्छ। अघि मैले भनेको थिएँ नि, जस्तै के हेलियम, नियन, आर्गन, क्रिप्टन, जेनन, रेडन यिनीहरू निष्क्रिय ग्यास हुन्। सबै ग्यास हुन् है। त्यो रेडन सबैभन्दा गरुङ्गो ग्यास एलिमेन्ट हो। अनि किन भनेको त भन्दा यसको यसरी रिजन दिउँ। पिरियोडिक तालिकाको ग्रुप 0 मा रहेका हेलियम, नियोन, आर्गन, क्रिप्टोन आदि तत्त्वहरू ग्यास हुन्। तिनीहरूको परमाणुको बाहिरी सेलमा 8 वा 2 वटा इलेक्ट्रोनले पूर्ण भएको हुन्छ है। बाहिरी सेलमा 8 वटा भयो भने अक्टेट, 2टा भयो भने डुप्लेट, एउटै मात्र अर्बिट छ भने 2टाले नै पूर्ण हुन्छ, अक्टेट भएर पूर्ण भएको हुन्छ। तत्त्वहरूले आफ्नो बाहिरी सेल अथवा अर्बिटमा इलेक्ट्रोनहरूको सङ्ख्या पूर्ण गर्नकै लागि नै रासायनिक प्रतिक्रियामा भाग लिन्छन्। यिनीहरूमा त्यो सङ्ख्या पहिलेदेखि नै पूर्ण भएकोले हतपति रासायनिक प्रतिक्रियामा भाग लिँदैनन्। त्यसैले यिनीहरूलाई निष्क्रिय ग्यास भनिन्छ। ल अर्को प्रश्नमा लागौँ। आधुनिक पिरियोडिक तालिकाको विशेषताहरू लेख्नुहोस् भनियो भने यी विशेषता लेख्न सकिन्छ। तत्त्वहरूलाई 18 वटा समूह र 7 वटा पिरियडमा बाँडिएको छ, हैन? यो कुरो त पहिले पनि आएको थियो। ल्यान्थेनाइज र एक्टिनाइजलाई तालिकाको तल्लो भागमा छुट्टै राखिएको छ। यो कुरो अघिल्लो क्लासमा पनि मैले बताएको थिएँ है, तर यो विशेषताको रूपमा फेरि आउनु पुग्यो। तत्त्वहरूलाई ग्रुप र पिरियडमा मात्र नभएर यो आधुनिक पिरियोडिक तालिकामा ग्रुप पिरियड मात्र होइन, एस, पी, टी र एफ गरी 4 वटा ब्लकहरूमा समेत विभाजन गरिएको छ। अर्को, पुरानो पिरियोडिक तालिकाको ग्रुप 8 मा रहेका तत्त्वहरू आइरन, कोबाल्ट, निकेल इत्यादिलाई सङ्क्रमण धातुको रूपमा ग्रुप 2A र ग्रुप 3A को बीचमा राखिएको छ। अर्को, तत्त्वहरूलाई बायाँबाट दायाँतर्फ बढ्दो पारमाणविक सङ्ख्याको क्रमानुसार राखिएको छ। यसलाई त सबैभन्दा पहिले भने पनि हुन्छ, किनभने सबैभन्दा ठुलो कुरा नै यही हो। यो आधुनिक पिरियोडिक तालिकामा बढ्दो पारमाणविक सङ्ख्याको क्रमानुसार बायाँबाट दायाँतर्फ एलिमेन्टहरूलाई मिलाइएको हो। ल अर्को प्रश्न, रिप्रेजेन्टेटिभ तत्त्वहरू भनेको के हुन्? तिनीहरू पिरियोडिक तालिकाको कुन ब्लकमा रहेका छन्? हेर, रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने सक्रिय तत्त्वहरू रिप्रेजेन्टेटिभ तत्त्वहरू हुन् कि। यसलाई यसरी लेखौँ, ग्रुप 1A, 2A, 3A, 4A, 5A, 6A र 7A का तत्त्वहरूलाई रिप्रेजेन्टेटिभ तत्त्वहरू भनिन्छ, जसको बाहिरी अर्बिटमा इलेक्ट्रोनको सङ्ख्या अपूर्ण हुन्छ तर भित्री अर्बिटहरूमा पूर्ण हुन्छ। एउटा कुरो याद गरौँ, बाहिर अपूर्ण भन्नुको मतलब भित्र चाहिँ पूर्ण हुन्छ। यसमा चाहिँ सबैमा हुँदैन नि, त्यो रिप्रेजेन्टेटिभ तत्त्वहरूमा मात्रै हुन्छ। ट्रान्जिसन एलिमेन्ट भन्छौँ, डी ब्लकमा त्यस्तो हुँदैन। तिनीहरू पिरियोडिक तालिकाको एस ब्लक र पी ब्लकमा रहेका छन्। एकपल्ट हेरिहालौँ न, तालिकै हेर त यहाँ 1A, 2A, 3A, 4A, 5A, 6A, 7A यिनीहरूको क्रमशः 1A का तत्त्वको परमाणुको बाहिरी अर्बिटमा एउटा इलेक्ट्रोन, 2A काहरूको 2टा इलेक्ट्रोन, 3A का तत्त्वका परमाणुहरूको बाहिरी अर्बिटमा 3टा, त्यसै गरेर 4A का 4वटा, यसमा 5 वटा, यसमा 6 वटा, यसमा 7 वटा, 8 वटा त भएन। 8 वटा हुनको लागि यिनीहरूले रासायनिक प्रतिक्रियामा भाग लिन्छन्। या एउटा 2टा मात्रै छ या 3टा मात्रै छ भने यिनीहरूले गुमाएर रासायनिक प्रतिक्रियामा भाग लिन्छन्। त्यसैले यिनीहरूलाई रिप्रेजेन्टेटिभ तत्त्व पनि भनिन्छ। ल फेरि प्रश्नावलीमा जाउँ है। हाइड्रोजनलाई किन ग्रुप 1A मा राखिएको हो? अब यहाँ यसको त एउटा स्पेशल कारण छ। पिरियोडिक तालिकाको ग्रुप 1A मा रहेका हाइड्रोजन बाहेकका लिथियम, सोडियम, पोटासियम आदिले जस्तै हाइड्रोजनले पनि फ्लोरिन, क्लोरिन जस्ता हेलोजेनहरूसँग एउटा इलेक्ट्रोन दिएर रासायनिक प्रतिक्रिया गर्ने भएकोले यसलाई ग्रुप 1A मा राखिएको हो। होइन भनेदेखि यो ग्यास हो, अरू सबै ग्यास होइनन्, सलिड हुन्। यो चाहिँ नि नन मेटल हो, अरू सबै मेटल हुन्। किन राखे त भन्दा त्यो 7A मा रहेका यो हेलोजेनसँग जसरी अरूहरूले रियाक्सन गर्छ यो ग्रुपका अरू सदस्यले, त्यसै गरेर यसले पनि रियाक्सन गर्छ, त्यसैले राखेको। ल अब अर्को प्रश्नमा लागौँ। हाइड्रोजनलाई पिरियोडिक टेबलको ग्रुप 7A मा राख्न सकिन्छ भने कुनै 4 वटा कारणहरू दिनुहोस्। अब 1A मा राखिएको छ, 7A मा राख्न सकिन्छ नि, यसको पनि कारण छन् है। 4 वटा कारण मैले बताउन खोजेँ। एउटा, ग्रुप 7A मा रहेका तत्त्वहरू जस्तै यो पनि डायटोमिक तत्त्व हो।
यो डायटोमिक भने बुझेका छौ? कतिपय तत्त्वहरू स्वतन्त्र अवस्थामा रहँदा परमाणु स्वतन्त्र हुन्छन्, जस्तै सोडियमको Na हैन, आइरनको Fe हैन, त्यो स्वतन्त्र रूपमा हुँदा यो स्वतन्त्र परमाणु सिंगल को अस्तित्व हुन्छ। तर हाइड्रोजन यो रूपमा प्राप्त छैन नि, हाइड्रोजन चाहिँ H2 को रूपमा प्राप्त छ। दुईटा एटमले आफ्नो इलेक्ट्रोन सेयर गरेर H2 डायटोमिक बनेर बसेको हुन्छ। यो मात्र होइन, यो फ्लोरिन, क्लोरिन, ब्रोमिन, आयोडिन यिनीहरू यो ग्रुप 7A मा रहेका तत्त्वहरू स्वतन्त्र हुँदाखेरि F मात्रै रहँदैन, Cl मात्रै रहँदैन, Br मात्रै होइन, I मात्रै होइन, यिनीहरू दुईटा परमाणुहरू इलेक्ट्रोन सेयर गरेर जोडी जोडी भएर बसेका हुन्छन् र यसलाई यो तत्त्वको अणु भनिन्छ हैन, मोलिक्युल भनिन्छ। यिनीहरूले रिएक्सनमा भाग लिँदा यही रूपमा रिएक्सनमा भाग लिन्छन्। F मात्र रिएक्सनमा भाग लिने होइन, F2 ले रिएक्सनमा भाग लिने, Cl मात्र होइन, Cl2, त्यस्तै गरेर ब्रोमिन र आयोडिनको लागि पनि हो। यसलाई भनिन्छ डायटोमिक। ग्रुप 7A मा रहेका तत्त्वहरू जस्तो यो पनि डायटोमिक तत्त्व हो, को हाइड्रोजन, त्यसैले 7A मा राख्दा मिल्ने हो। अनि ग्रुप 7A मा रहेको केही तत्त्वहरू जस्तै फ्लोरिन, क्लोरिन र क्लोरिन चाहिँ ग्यास अवस्थामा प्राप्त छ। अनि यो ग्यास अवस्थामा प्राप्त भए जस्तै यो पनि ग्यास अवस्थामा छ नि त, हाइड्रोजन पनि ग्यास अवस्थामा प्राप्त छ। अब तेस्रो, धातुहरूले ग्रुप 7A मा रहेका तत्त्वहरूसँग मिलेर हेलाइड बनाउँछ। जस्तै त्यो 1A मा रहेको सोडियमले क्लोरिनसँग मिलाउँदा मिलेर सोडियम क्लोराइड बन्यो। यो सोडियम क्लोराइडलाई हेलोजेनसँग मिल्यो नि, क्लोरिन त हेलोजेन हो, त्यसकारण सोडियम हेलाइड भनियो। अनि पोटासियम ब्रोमिनसँग मिल्यो, पोटासियम ब्रोमाइड भनियो। यसरी जसरी यो हेलाइड बन्यो त्यसै गरी हाइड्रोजनले पनि धातुहरूसँग प्रतिक्रिया गरी धातुको हाइड्राइड बनाउँछ। यो 7A मा रहेका यिनीहरू क्लोरिन, ब्रोमिन जस्तै यसले धातुसँग प्रतिक्रिया, सोडियमसँग प्रतिक्रिया गर्यो भने सोडियम हाइड्राइड, अनि क्याल्सियमसँग प्रतिक्रिया गर्यो भने क्याल्सियम हाइड्राइड बनाउँछ। त्यसैले गर्दा यसलाई 7A मा राख्न सकिन्छ। 7A वालासँग मिल्न गयो नि यहाँ। अर्को हेर, यसलाई ग्रुप 1A मा राख्दा 6 वटा खाली ठाउँ हुन्छ, तर ग्रुप 7A मा राख्दा तालिका पूर्ण हुन्छ। के भनेको यसलाई बुझौँ त? यहाँ हेर त, यो 1A मा राख्दा यो एक ठाउँ खाली 1, यो बोरोनको माथि खाली 2, कार्बनको माथि खाली 3, त्यसै गरी यहाँ 4, 5, 6 वटा ग्याप भयो नि त। यो अहिले मोडर्न पिरियडिक टेबलमा हाइड्रोजन पछाडि 6 वटा ग्याप भएपछि बल्ल हेलियम आउँछ। अनि यसलाई ठ्याक्क ल्याएर यहाँ 7A मा राखिदिए भए यो ग्याप स्याप केही नै हुँदैन थियो, 7A बाट सुरु हुन्थ्यो। यो भन्न खोजिएको हो क्या। त्यसैले फेरि फर्क्यौँ है त क्वेसन एन्सरमा। ल अर्को क्वेसन, पिरियडिक तालिकाको ग्रुप 7A मा राखिएका तत्त्वहरूलाई किन हेलोजेन भनिन्छ? 7A का हेलोजेन यिनै कुन? फ्लोरिन, क्लोरिन, ब्रोमिन, आयोडिन आदि। किन भन्दा त्यो शब्दको अर्थ छ है, नेपाली अर्थ होइन, अङ्ग्रेजी अर्थ। जस्तै हेली भनेको सी सल्ट, समुद्री नुन हो भने जेनस भनेको चाहिँ प्रोड्युस गर्ने, त्यसैले हेलोजेनको अर्थ समुद्री नुन बनाउने भन्ने अर्थ लाग्छ। ग्रुप 7A का तत्त्वहरूलाई यो नाम दिनुको कारण ग्रुप 7A को क्लोरिनले सोडियमसँग मिलेर मुख्य समुद्री नुन सोडियम क्लोराइड बनाउँछ। तिमीहरूलाई थाहा होला यो सोडियम क्लोराइड खाने सल्ट हैन, खाने नुन। त सोडियमले क्लोरिनसँग मिलेर यो बनाउँछ। त्यसै गरी यो ग्रुपका अन्य तत्त्वहरू जस्तै फ्लोरिन, ब्रोमिन, आयोडिनले पनि धातुहरूसँग मिलेर सल्ट बनाउने, लवण बनाउने भएकोले यिनीहरूलाई हेलोजेन भनिन्छ, 7A लाई। ल त भाइ बहिनीहरू, आज यहाँ 30 नम्बरसम्म पुर्याएँ। फेरि अरू प्रश्न उत्तर सहित अर्को क्लासमा भेटौँला। अहिले रोकौँ है त।